Hello guys, welcome back my another vlog. It's me, chocolatey boy. भन्दा नि फरक पर्दैन होला सायद. None has none. अमृत बजुरेली. So आज चाहिँ म अर्को मेन्सेचु हैन सेचुमे खाइमा गइरहेको छु. सुरुमै सेचुमे खाइ नभनौँ. के कुराकानी गरौँ न हैन भ्लग बनाएपछि त्यस्तो हुन्छ नि त कुराकानी तर बोल्न आउँदैन के गर्ने. So guys म चाहिँ आज सेचुमे खाइमा ट्याक्क टुक्क भनिदिनु जहाँ जे गरिराखौँ है. सो इन्जोय लाग्नु होला तपाईहरु नि यस्तो लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला. सो आज चाहिँ म सेचुमे खाइमा गइरहेको छु कम्पनीको के कस्तो भइरह सबै जानकारीहरु तपाईलाई यही भिडियो मार्फत म देखाउने छु. एन्ड अरु के नै भनौँ र हैन अब सोरो सानगाचो आइसक्यो 2 महिना जति छ कम्पनी फिक्स भएको छैन तनाव भन्ने कुरा यहाँबाट सुरु हुन्छ. त्यही नि भागा दौड दौडिराम यता कम्पनी उता कम्पनी मिल्छ कि भनेर अब आफूसँग न एनइची छ एननी छ बल्ल तल्ल एनसान कटाइयो. हो त्यो एनसानले नि अहिले त कामै दिन्न रे. ल भयो बर्बाद. कहीँ जहाँ कम्पनीमा नि एनइची एननी चाहियो. फेरि तोक्दै भयो नि हुन्थ्यो. 2 चोटि दिइसक्यो तोक्दैको एक्जाम सकिएन बाबा. ओ के गर्नु आफ्नो 100% दिएकै हो नपढेर दिएकै हो. अब पढ्न आफ्नो भाग्यमा छैन. केही भएर कति कम्पनीले लिइहाल्छ कि भन्ने होपमा फेरि सेन्सेसँग आज गइरहेका छौँ. झोलो थपेरी बोकेर. अनि कोट पनि चाहिँ किन लाएन भन्दाखेरि चाहिँ सेचुमे खाइ मात्रै हो. दाढी पनि काटे होइन. कति दाढी काट्ने जाने लिने कोही होइन. त्यही भएर चाहिँ आज म झिल्के बनेर गएको छु. खै एउटी केटीहरू बस्यो भने ड्याममै लिइहाल्छ कि राम्रो देखेर. अब ट्यालेन्ट देखेर त लगेन. ट्यालेन्ट के भन्ने मेन्सेचु नै दिन पाइन्न सिधा एन्नी भन्छन् अनि त्यसमा आफूले ट्राई नै गर्न मिल्दैन भन्ने हो. सो गाइज म चाहिँ गइरहेको छु. लेट्स सी कस्तो हुन्छ. अनि आधा भिडियो तपाईहरुमा लाउने नै छु. अनि तपाईहरु यति सुन्तला लभर हुनुहुन्छ भने हेर्नुस् लटरम्म फलेको छ. आउनुस् हाम्रोमा तपाईले टन्न खान सक्नुहुनेछ. यस्तो फलेको छ हेर्नुस्. सो ओके अब बाँकी भिडियो चाहिँ म उतै गयो भने देखाउने छु ल. ओके तबसम्मको लागि बाइ बाइ. लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला. यो कम्पनी नपाएर बेरोजगार म जस्तो म मात्रै हो कि अहिलेसम्म मेरो जस्तै सिचुएसन सबैको छ. यस्तो कमेन्टमा आएर भन्छु त गाइस म त तनावले डिप्रेसनमा जान आँटिसक्यो हौ. उमीमा गएर हाम फालौँ कि अफुरोमा पानी तताएर मरौँ कि के गरौँ भइसक्यो त हौ. यस्तो टाइम जाँदा नि यति हुँदा नि अहिलेसम्म लागेको छैन. यसरी भिडियो बनाउँदा म आफैलाई आउडा फिल हुन्छ. बोल्नै सक्दैन पब्लिकमा के गर्ने. त्यही पुरा गरौँ पर्यो होइन. दर्शकहरूले मागेपछि कथाले मागेपछि बोल्नै पर्यो. सो ढिला नगरिकन अब म ट्रेनमा बसेको देखाउन. ट्रेनबाट निस्केर फेरि सेचुमे खाइ हामीहरूको कहाँ छ भन्दै आज टोकियोको कुन ठाउँमा छ भन्दै तपाईहरुलाई डिटेलमा म दिन चाहन्छु. यदि तपाईहरुले नि भिडियो हेरेर तपाईहरुलाई नि केही हेल्प हुन्छ भने कृपया अन्तिमसम्म भिडियो हेरिदिनु होला. र म गइरहेको ठाउँमा फेरि पनि सेचुमे खाइ भइरहेको छ. धमाधम कोटा खोलिरहेको छ. यदि तपाईहरु नि म जस्तै बेरोजगार हुनुहुन्छ भने आउनुहोस् हातेमालो गर्नुहोस् सँगै. टोकियो काठमाडौँ अन्त पाए आनन्द हुन्थ्यो. 10 मिनट बाँकी रहेछ ट्रेन आउन. तबसम्म के बोलौँ न हैन. बोल्न त आउँदैन. अब के भन्न राखेको थिएँ भने म जस्तै तपाईहरु नि बेरोजगार हुनुहुन्छ भने भौतारिँदै हुनुहुन्छ भने आउनुहोस् कमेन्ट सेक्सनमा छोड्नुहोस्. अनि मसँगै हातेमाले गरेर नेपाल फर्किनु पर्छ है त. अब त सानगाचोसम्म लागिसक्यो भने ठिक छ. तपाईहरुको यति लागेन भने मलाई सम्पर्क गर्न नबिर्सिनु होला. यदि सम्पर्क गर्न चाहनुहुन्छ भने मेरो फेसबुक आइडी इनबक्समा आएर माग्नु होला है. तबसम्मको लागि धन्यवाद. ह्याप्पी जर्नी. नेपाल राम्रोसँग जानु होला है. अब के गर्ने है. वर्किङ नलाग्यो भने त जानै पर्यो हैन.
सो यस्तै छ तनाव अहिले कि त हाकिङलाई गुहार गरे नि आमामा कम भाउ कच्चा माट टोक्ने हाकिङहरूले फेरि 2 हाकिङसँग कुरा गरिसके आमामामा भाउ त तिनीहरूको कुरै छोड्दिउँ नेक्स्ट लेभलको छ नेक्स्ट लेभल अब पाठक दाइसँग मात्रै कुरा गर्न बाँकी छ फेरि पाठक दाइले नि नेपालमा बस्दै आएका एकजना नेपाली भाइले अहिलेसम्म कम्पनी नपाएर नेपाल फर्किनु परेको छ दर्शक श्रोताबिनहरू अहिले जापानको हालत यस्तो छ भनेर न्युजमा नाम पो छापिहाल्ने कि भन्ने डर लाग्छ फेरि त्यही भएर नि गाह्रो छ ट्रेनै आउन त के हो मेरो चाहिँ ट्रेन आउनु पालो भइसक्यो म चाहिँ गएको सो गाइज म चाहिँ अलिक ढिलो भइसकेँ 1 मिनट जति ढिलो भएको छ उता सेन्सेले चाहिँ वेट गरिरहेको छ लेट्स सी अब लास्टै चुत्या खायो फेरि सेन्से नि 1-2 मिनट ढिला भयो भने दामले कराउँछ सो यस्तरी भिडियो बनाउँदै आयो भने थाहा पायो भने फेरि मार्छ त्यसले एक त मैले न दाढी काटेको छु न सुट यानि कि कोट लगाएको छु भनेर वेट गरिरहेको छ होला यहाँ हेर्नु चाहिँ तल चाहिँ हामी चाहिँ पुगिसक्यौँ अगाडि चाहिँ सेन्से छ अगाडि सेन्से छ भने टङ्कलाई देखायो क्या हो सेन्से अगाडि केटा भन्ने त्यस्तो हामीले चाहिँ कोड लिएर अब अगाडि बढ्नुपर्ने हुन्छ सो यहाँ चाहिँ बारकोड छ तिमीहरूले पब्लिक गरे केही समस्या त छैन नि कस्तो उल्टो लेखेको हो यो चाहिँ हामीहरूलाई सिकाइरहेको छ सेन्से चाहिँ अब हामी चाहिँ जाने है यहाँ चाहिँ तपाईँहरूले कम्पनी छानी भेट्न पाउनुहुनेछ कुन कम्पनीमा जाने भनेर यहाँ हेर्नुहोस् पुरै कम्पनीहरू छ यदि तपाईँहरू नि बेरोजगार हुनुहुन्छ भने आउनुहोस् हातेमालो गर्नुहोस् पुरै कम्पनीहरू हामीसँग छन् उता चाहिँ त्यहाँ एकछिन वेट गर्नुपर्ने छ हामीहरूले चाहिँ एकछिन सेचिङले सुन्नुपर्छ होला अब कहाँ बस्ने भन्दाखेरि चाहिँ हामी चाहिँ अगाडि बस्यौँ माइकको अगाडि बस्दै यदि तिमीहरू नि हामी जस्तो बेरोजगार अरू बाइक त होइन खाइसिया साइन अब अरू के पायो एकछिनमा नाइकिनी पाउँछ जमुनाले हामीसँग चाहिँ डर छिरो आयो कि एउटा लास्टै डर्ने लास्टै सानो कुरामा झरिसक्यो मेरो ओके भाइ अब सेचुङ यही सुरु हुन्छ एकदिन पछि बोलाउनु चाहिँ लाग्यो यो कम्पनीमा हामीलाई अब 未経験でも大丈夫なんですけれども、ありがとうございます。ポストカードの裏に QR コードがあって、そちらスキャンしていただくとうちのウェブサイトに飛べるので、もし応募したいと思ったらそこからレジュメとかも送れるようになってますので、ありがとうございます。13万。よかったらぜひ説明ありがとうございます。はい。どうぞここお入りください。के पायो रे बिस्किट
बिस्किट लिन नै जाने हो कि साथी कति नम्बर भन न भने जाने हो कि कस्तो जाने हो कि झुलाइरहनु छ ए बिस्कुट पाउनु 15 मिनेट खाइदिन्छौ चक्लेट पाएँ हौ म एक्लै काट्ने त्योहरू माया गरेर देखिया अरे कि हिँड्नुपर्छ के हुन्न कि हुँदैन जमुनालाई चाहिँ पुरै पम्पलेटहरू जति पनि यहाँ छन् सबै पम्पलेटहरू भ्याइसक्यो झोला भरेर यहाँ हेर्नु त अर्को झोला भरेर पुरै पम्पलेटहरू भरिसक्यो गाह्रो छ मैले चाहिँ अब के गर्ने होला निश्चय पाएन हौ दुईजना फेरि यहाँ लथ्याङ पढेर हेरिरहेका छन् पम्पलेटहरू अब के गरौँ जाँदै नि सोख छैन खै खोप राम्रो आयो यहाँ यो म कहीँ जाने हो कि अब क्या हाक्ने हो जाने हौ क्या जाने हो मुकाना दुकाना कहीँ राम्रो कम्पनी लागेको छ कि त्यहाँ मुकन तकन क्या भाषा थियो क्या भाषा मुकाना दुकाना बोल्न आउँदा के हो यो मुकन तकन भन्दा हो आउँदा क्लियरली आउँदा सक्यो हामी अर्को चाहिँ arigatou gozaimasu. आजको उपलब्धि भनेको यो ब्ल्याङ्केट पायो मैले हेरेन नि तर भोलि पनि यस्तै अलि चाँडै नै निस्किने अनि काम भेट्न जाने कि मेरो काम चाहिँ काम हो ए म चाहिँ नसुत्ने अनि है मेन्सेन्चु खाइमा गएर रेडियो पायो लाइट पनि छ हो साथी जाउन लास्टै सेल्फी सही चाहिँ यार एक एक्लै घुम्ने यहाँ नभन भने नि होइन मैले खाइएन कतिमा गयो थाहा छैन अनि तिम्रो मलाई 28 भन्दा यतापट्टि एउटा कहाँ भने होइन जम्मा झोला भएर आएर न पुरै ए त्यो उ के सानो त्यो हाम्रो के खाइ मिल्दैन भनेको नि के छ हेरौँ न के छ मेनु त यहाँ छ त मेनुहरू छैन नि मैले के खानु सबै नामा बिरु हाइगोरु राम्रो ताराइन्छ फोटो छोडो रहेछ ठुलै गर्नु गिलास चाहिँ कोरी तिनटा ए सर्भिस हो क्या अरे त जाय म दुईटा सेटमा रहेछ नि त दुई इतादाकिमास हामीले त्यस्तो कुरा गर्दैन कि खाने कस्तो होला तिम्रो नखा है यो त्यो पनि मैले खाएकै छैन यार मान्छेले सबै đây con thịt đấy giờ cái Hôm nay nếu mà này, chúng tôi để nó đi đâu? Nhưng khỏi đâu nè, tôi mang vô.
के भयो के मैले त्यस्तो नखाने भने नखाने चाहिँ होइन तर कस्तो क्या अहिले त खाना उयो लाग्यो कि मन बसेर खानु लाग्यो कि मन पर्छ हामीलाई 2000 कटाउनु 70,000 को बिल आयो हाम्रो दुई यहाँबाट 2000 कन कसरी पुग्दैन नि त अलिक खुद्रा 10,000 मात्र हो के खुद्रा बैंक 15 पनि के पर्स खाली भइसक्यो सो खाइयो पियो हेर्नुहोस् बिल है कति लामो छ के गर्ने खानै पढो सो आजको यात्रा मेरो यहीँ समाप्त हुन्छ फेरि अर्को ब्लगमा भेटौँला भन्दै यो ब्लगबाट छुट्टिन्छु बाइ बाइ सी यू फेरि भेटौँला लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला च्यानललाई वाच गर्दै गर्नु होला भन्दै छुट्टिन चाहन्छु हस्त धन्यवाद सब तपाईको रात्रि शुभ रहोस् धन्यवाद मेरी क्रिसमस डे